Hello everyone, welcome back to my channel and it's me Arpana Khatri. अनि आज चाहिँ डे 2 vlog अफ टुर हैन। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने हिजो राति चाहिँ हामी यहाँ तातोपानीमा आइपुग्यौँ। अनि आज चाहिँ हामी मार्फा जान्छौँ है। मार्फा जान्छौँ त्यसपछि मुक्तिनाथमा घुम्ने, मुस्ताङमा घुम्ने के हुन्छ म तपाईलाई देखाउँछु। त्यही हो। अनि keep watching. भद्रगोल छ हैन, पुरै भद्रगोल छ। सो गाइज अब चाहिँ हामी चेकआउट हुन लागेको। सो अब चाहिँ हामी मार्फा जानु लागेको। अब हामी गाडीमा जाँदैछौँ। अनि यहाँ चाहिँ हुनुहुन्छ इसिला। हजुर हाई हाई सम्झना आकृति। अब चाहिँ हामी जानु लागेको। गाइस अहिले चाहिँ हामी गाडीमा चढिसक्यौँ। सो गाइस यो चाहिँ रूपसे झरना हो, एकदमै ठुलो छ। अनि यहाँको बाटोहरू चाहिँ यस्तो डेन्जर छ, ढुङ्गै ढुङ्गा। सो गाइस यो झरना चाहिँ एकदमै ठुलो छ। तर देखेन, म अहिले देखाउँछु ब्याक क्यामेराबाट। बवाल छ गाइस। यो चाहिँ रूपसे झरना हो भनेर अघि नै भन्छ क्या, मैले फेरि भन्दै। यहाँ फोटो सेसन भइरहेछ। सो गाइस यस्तो छ, हामी चाहिँ रूपसे झरनामा छौँ। सो गाइस हामी चाहिँ मुस्ताङमा छौँ। अनि यहाँ हावा चाहिँ लास्टै चल्ला। हेर्नु चिसो छ, घाम लागे पनि हावा चलेर पुरै चिसो छ। आछु कति चिसो। म खिच्दैछु। सो गाइस अब चाहिँ हामी मुक्तिनाथ जानु आँटेको। एकदमै चिसो छ बाहिर। आकृति कस्तो छ हालत तिम्रो? कुर्ता मात्र लगाएर बसेको मान्छे दुई तीनवटा। अझ केटाहरू त नुहाउने पनि भने नभई यस्तोमा कसरी नुहाउनु सक्छ। अब के हुन्छ म तपाईँलाई देखाउँछु। हामी चाहिँ मुक्तिनाथ गइरहेछौँ। चिसो छ गाइस एकदमै। अहिले त पिउनको लागि पानी हुँदैन। अनि आकृति चाहिँ बोतलमा लग्ने अरे त्यो जल। चिसो नि छ, खतरा नि छ। यस्तोमा मान्छेहरू चाहिँ कसरी बस्छ होला हौ कि कति बस्नु। यहाँ चाहिँ घोडाहरू छ नि। कस्तो फिल भइरहेको अब नुहाउन आँटेको? चिसो होइन, रमाइलो। नुहाउन सक्छ जस्तो लाग्यो। म घरबाटै नुहाउने भनेर आएको, मुस्ताङ आउनुको कारण। धर्मात्मी मान्छे। यस यस पाप त गरे होइन, पापै गरे होइन। पापै गरे।
जन्मेदेखि अहिलेसम्म पापै गरे होइन रे पाप गरे होइन होइन तर पनि अन्जानमा भएको पाप जब चाहिँ हामी खाना खाँदैछौँ हाम्रो खाना चाहिँ यस्तो छ उहाँहरू खाँदै हुनुहुन्छ अस्मिता नुहाउने होइन त हो कसरी नुहाउँछ यार कुद्ने अझ त्यो अनि 100 को स्पिडमा कुण्ड त्यो डुब्ने कि नडुब्ने 3 कुण्ड त्यो पनि डुब्ने हो त कम्पलसरी छ नि लगाइसकेपछि त के ल किन कुदेको ल इसले कस्तो भइरहेको तँलाई राम्रो भइरहेको तर फिलिङ नर्भस फर माई ओन रिजन सर तपाईँलाई कस्तो फिल भइरहेको भेरी कोल्ड बोल्दा तँलाई भनेको चल्न सकिन फाइनली हिउँ पर्यो कस्तो लाग्यो तिमीलाई मलाई त एकदम राम्रो लाग्यो के एउटा भनेको एउटा स्वर्गको टुक्रा हो के यहाँ फेरि नि आउनु मन छ होइन पछि टाइम मिल्यो भने पछि नि आइन्छ आकृति कस्तो लाग्यो म सोच्न सक्दैन यार कति अनएक्सपेक्टेडली नै आयो भनेर म त ठ्याक्कै नि है हामी भित्र छैन कस्तो मजाले हिउँ पर्यो तिमीलाई कस्तो लाग्यो एकदम रमाइलो मलाई नि हिउँ परेस लागिरहेको वाउ यो लाग्यो एकदम बवाल हिउँ परिरहेछ है उयो यो अलिअलि देखिरहनु भएको छ नि तपाईँहरूले त्यही हो हिउँ मुक्तिनाथ मन्दिर चाहिँ यही हो अनि यहाँ हुनुहुन्छ आकृति अनि अहिले यहाँ मान्छेहरू पानीमा डुबुल्की लाउँछन् अस्मिता हेर है तिमी यही हो अनर्स पनि यही हो अनि अहिले नुहाउने चाहिँ उयो धारामा हो हिउँ पऱ्यो कस्तो लाग्यो राम्रो खुसी लाग्यो यिनीहरू चाहिँ पानी छर्केको है पानी छर्के होइन देखिँदैन पानी जसरी परिरहेको पानी फ्रिज भएको छ हेर्नुहोस् गाइजहरू यस्तो छ मुस्ताङमा मुक्तिनाथमा यही हो गाइज ढुङ्गा लेक यस्तो बवाल छ राम्रो दामी खबरको यस्तो मजाले मोबाइल उडायो अब चाहिँ हामी कता जाँदैछौँ मार्फा गाउँ भिजिट गर्दैछौँ कति चिसो खतरा जस्तो ठाउँ हेलो गाइस के भन्नु भएको Hello guys, there is no cherry in cherry curly, okay? खतरा भाइरल क्लिप काटेर सर्ट्समा हालिदिनु पर्छ यो चाहिँ रियल छाला हो हैन अनि बस्ने बनाएको रहेछ सरी यो चाहिँ यहाँ छालामा बसिरहेछौँ के गर्यो यो चौरी गाईको छाला रे कस्तो डर पनि लाग्ने क्या बस न आकृति बस आकृतिलाई डर लाग्यो अरे आज
लोकेश यति खुसी छ यो भ्लगमा हाल्दियो यति खुसी छ पछाडिको 500 रे म फेरि हाँस्छु ए भाइ छोड भाइ पनि जिर्के हुँदो